नकोल्न पारे हो कि होइन कि तेरो बाउलाई उठाउने काम नगर। म त प्रेग्नेन्ट भएछु हो। के अरे होइन बिहे गरेर पहिल्यै बुढीले छोडेको रहेछ। तर हेलो एभ्रिवान, सेवा नमस्ते, वेलकम एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो आफ्टर लङ टाइम। मेरो इङ्ग्लिस यस्तै छ। धेरै समयपछि यहाँहरू सबैजनालाई मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ। अनि आज चाहिँ मैले भर्खरै नुहाएर आइसकेको छु। अनि मैले चाहिँ कपाल यतिकै बाँधेको छु, माथि एकछिन पानी सुकोस् न भनेर। अनि मैले चाहिँ भिडियोलाई कन्टिन्यू दिन सकिनँ, किनभने जहिले पनि मेरो यस्तै यस्तै नै काम परिरहेको हुन्छ। अनि अलिकति कार्य व्यस्तताले गर्दाखेरि पनि मैले भिडियोलाई कन्टिन्यू दिन सकेको छुइनँ। त्यसको लागि सबैजनालाई 10 औँला जोडी माफी माग्न चाहन्छु। अनि मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि आजसम्म जतिजनाले पनि माया गरिदिनु भएको छ, यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि आज चाहिँ म फर्स्ट टाइम साथीहरू प्र्याङ्क गर्न जाँदैछु। कल प्र्याङ्क हो, यतिकै त म गर्न सक्दिनँ होला सायद। म फर्स्ट टाइम कल प्र्याङ्क मेरो दिदी र बाबाले गर्न जाँदैछु। सो के भन्नुहुन्छ, म चाहिँ आज उहाँहरूलाई के प्र्याङ्क गर्छु त्यो चाहिँ मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर थाहा नै पाइहाल्नुहुनेछ। अनि आज चाहिँ म फर्स्ट टाइम हो क्या, किनभने मलाई बिहानदेखि नै प्र्याङ्क गरौँ लागिरहेको थियो। अनि आज चाहिँ म गर्नु पर्यो भनेर सोचिरहेको छु। अनि अब चाहिँ के हो कालो, अनि भर्खर नुहाएर आउँदैछु कालो। अनि आज चाहिँ म दिदी र बाबालाई प्र्याङ्क गर्छु। हेरौँ उहाँहरूबाट कस्तो प्रतिक्रिया आउँदो रहेछ। म यस्तो प्र्याङ्क गर्छु, फर्स्ट टाइम हो। हेरौँ के कस्तो हुन्छ। मेरो कन्फिडेन्स लेभल चाहिँ अलिकति हाई नै छ, गर्न सक्छु भन्ने चाहिँ लागिरहेछ। सो कल प्र्याङ्क हो, म चाहिँ अब उहाँहरूलाई कल गरेर चाहिँ प्र्याङ्क गर्छु, के भन्नुहुँदो रहेछ। सो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्दै गर्नु होला भन्दै अब चाहिँ म कल गर्छु है त। ल अब चाहिँ म कल अरे के भयो ल अब चाहिँ म मेरो दिदीलाई कल गर्छु है त, के भन्दो रहेछ। आइज यतै बस्नु त। अनि सुनौँ है त सुरुमा। यसले त पत्याउनु नि सक्छ है। फोन पो लाग्छ कि लाग्दैन नि। ए लागो कति सानो फोन लाग्यो। यो चाहिँ मेरो दिदीको नम्बर हो। अब नम्बर त नदेखाऊँ, के भन्दो रहेछ। यसले त पत्याउँछ होला। सुन्न त के भन्नु होला नि। म कस्तो कपाल चिसे छ हो। फेरि उठाएन क्या दिदीले चाहिँ फोन। म त नै भन्छु, अब उठाएन। अनि अब उठाएपछि के भन्दो रहेछ, हाम्रो फर्स्ट ट्राई हो, गर्नु सक्छौँ सक्दिनौँ, हाम्रो गर्नु सक्छौँ भनेर चाहिँ कन्फिडेन्स चाहिँ हामीसँग धेरै छ। म र बहिनी चाहिँ मिलेको छौँ, अर्को बहिनीलाई चाहिँ थाहा छैन, किन त्यसको भोलि हो क्या पालो। उठाउँदैन कि कहाँ कराउँदै होला, खाना बनाउँदै। दुईचोटि अनि बाउले गरौँ न। ल अब घरमा हामी बाबा र मम्मीलाई गर्छौँ। उठाउनुहुन्छ कि उठाउनुहुन्न है। उठाउनु पर्ने हो। ए बजारमा पो होला त, दुईजना अहिले मार्छन्। यो चाहिँ बाबाले फोन गर्दैछु, उठाउनुहुन्छ होला सायद। आज बजार छ, बजारमा हुनुहुन्छ होला कि। मान्छे छ भने त मार्नुहुन्छ होला। के भन्छ हेलो, के गर्दै हुनुहुन्छ? ए बाजेहरूकै बस्नु भएको? ए सुन्नु न, मैले तपाईँलाई हिजो अस्तिदेखि फोन गरिरहेको थिएँ, फोनै उठाउनुहुन्न। ए सुन्नु न, को हुनुहुन्छ?
बाजे र म झर्दैछौँ तल सन्ताजीहरूकोतिर आमाहरू गइसकेको मम्मी चाहिँ अनि तल्लो घरमा गइसकेको बाजे र म झर्दैछु त्यहाँ तल खाना खानुपर्ने ए सुन्नु न म त बिहे गर्दैछु कोसँग हजुर कोसँग एउटा केटा छ हौ केटा त हुन्छ त केटी हुन्छ त बिहे गर्नु पर्यो भनेर पो सोच्दैछु म त तपाईँहरूले केही पनि भन्नु हुँदैन कसरी उमेर जान्छ हो म भर्खर यति त पुग्दैछु भने हजुर फोन काटिएरै भयो फेरि पर्यो अबि गाह्रो छ हौ गाह्रो छ किनभने नि हाम्रो बाबालाई चाहिँ मैले 2-3 दिन अगाडिदेखि नै कल गरिरहेको थिएँ क्या अनि कलै कहिले कता हुनुहुन्थ्यो अनि त्यही भएर आज गरेको अब म त हाँसबाट डर पो लाग्दो रहेछ नि फेरि गरौँ ल एकछिन ल कल काट्यो फेरि पनि कल गरौँ है त किन फोन काट्नु भएको किन फोन काट्नु भएको ए आज बोल्दा हुँदैन ए अनि बोल्नु न त एकछिन 2 मिनट 2 मिनट बोल्नु न त हजुर म त यिनीहरूलाई केटीहरूलाई पनि लगेर केटा देखाइसकेँ ठिकै छ भन्दै थियो केटीहरूलाई बहिनीहरूलाई पनि लगेर केटा देखाएको ठिकै छ भन्दै थियो यिनीहरूले त हजुर यहाँ धरानकै खत्म बाय बाय टाटा गुड बाय गया घरमै बस्छ काम गर्दैन हजुर 45 जति पुगेको होला हौ हजुर एज त कहाँ मिल्छ त अब त्यत्रो 45 अनि म कहाँ भर्खर 28-29 कहाँ हुन्छ त I am sorry बाबु त्यतिकोसँग घरबार हुँदैन अनि भर्खरको हेरेर त भएन नकल्न पारे हो कि होइन कि तेरो बाउलाई बिसाउने काम नगर म चाहिँ तपाईँलाई किन जिस्काउनु हो अनि अब अनि यस्तै छ त नि अनि के गर्नु त उमेरले त्यति धेरै कहाँ फरक पर्दैन नि हौ होइन अब म त केही भन्दिनँ क्या तिमीलाई त अब तिमीहरू अनपढ होइनौ अनबुझ होइनौ अशिक्षित होइनौ राटा मूर्ख होइनौ अब कसरी तिमीहरू घर बसिदिन्छ आफ्नो बाटो तिमीहरू रोजनामा तिमीहरूको बाटो तिमीले रोजेकोमा नाइ नास्ति भन्दिनँ त अब त तिमीहरू त सबै कुरोले निपुण हुँदै आएको मान्छे अब अशिक्षित पनि होइन अनपढ्ने होइन अब लाटा मूर्ख होइन अब आफैले सम्झेन म त के भन्छु यो त्यो भन्छु क्या म ए ल ल ल मैले अराउने हो यो गरिने यस्तो गर्छ अब त के गर्नुपर्छ आफैले जान्ने हो नि त म अहिलेसम्म गर्ने बुढामा हो होइन बिहे गरेर पहिल्यै बुढीले छोडेको रहेछ
कस्तो रहेछ होइन हो कहाँ कुटेर खेदाउँछ उसको बुढीलाई बुढी उता माइतमै गएर बसेको अरे क्या घर नफर्केको अरे अहिले तिनीहरू तिनैजना एकै ठाउँ छौ एकै ठाउँ छु यहाँ नहाँस जाला म काट्छु आयो होइन फेरि पनि फोन काट्यो क्या कस्तो मात्र बुढीलाई कुटेर खेदाएको अन्त म त यति हाँस उठ्यो यति धेरै हाँस उठ्यो अब फेरि पनि गरौँ ल एकचोटि गरौँ अब ल फेरि गरौँ है त अब चाहिँ प्राङ्क भनिदिन्छु ल किनभने धेरै प्रेसर बढिसक्यो फोनै पो लागेन त खानेले भने फोनै लागेन क्या फोनै लागेन अब फेरि प्राङ्क भनेर भनिदिनु पनि अलि सिरियस भएर ए राखिहाल्नु भएको तपाईँले प्राङ्क गरेको हो ला काटेको सो साथीहरू अब दिदीको कल नउठेपछि मैले चाहिँ मेरो अर्को बहिनीलाई प्राङ्क गर्ने निर्णय गरेँ आजको मेरो दिन त प्राङ्क गरेरै बित्छ होला मलाई मार्छन् होला सबैजना मिलेर अनि अब म चाहिँ मेरो बहिनीलाई गर्छु है त के भन्दो रहेछ कल पो लाग्छ कि लाग्दैन किन मैले कल ट्राई गरेको छुइनँ किनभने अगाडि नै कल गरौँ भनेले शङ्का गर्छ नि त त्यही भएर कल गरौँ है त के भन्दो रहेछ है त यसलाई पनि झुक्काउँ न हेलो के गर्दैछौ ए सन्चै छौ को छौ घरमा ए फोन लाउड स्पिकर अन छ ए सुन्न होइन म त क्या कस्तो मलाई कस्तो हुँदै थियो होइन एउटा केटाले भेट्नु बोलाएर तल क्याफेमा गएको म त प्रेग्नेन्ट पो भएछु हौ के गर्नु अब कस्तो कहिले आज हौ हुन्छ ढाँट्ने दिन चाहिँ कसरी हुन्छ अहिले अप्रिलमा पो त अनि ढाँट्ने त अनि मे होइन अहिले हुन्छ नि अनि भएछ त अनि के गर्नु अनि म मेरो बहिनीलाई बोलाउँछु सिसम यहाँ आइज त किन ढाँट्नु अनि तिमीहरूलाई झन् आफ्नै दिदी बहिनी भनेर कुरा सेयर गरेको झन् दिदीलाई फोन गरेको उठाएन र तँलाई गरेको त कस्तो पत्याउँदैनस् घरमा चेक गरेको क्या आफै कस्तो हाँसी हो सिसामेहरूलाई सोध त साँच्ची हो यिनीहरू त छक्क परिरहेछन् म त छक्क परिरहेको छु जुनीलाई केही गर्नुभयो भनेको छैन कसैसँग भन्नुहुँदैछ उयो चाहिँ अनि चाहिँ उयो चाहिँ भइरहेछ म त कस्तो छक्क परिरहेको छु म त त्यसलाई भेट्नु मात्र पो गएको थिएँ त नि त्यो पनि क्याफेमा हिजो गएको अनि आज चेक गरेको त आजै त्यस्तो भएछ त एक दिनमै नि त्यस्तो हुँदो रहेछ नि म त छक्कै परे अचम्म म त छक्क परे
अब पहिला चाहिँ जा भन्नु होला नि हैन No, God, please, no! 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 कोसँग जानु खै कोन त है के गर्ने म त केही भनिन है म केही भन्न सकिन अनि दिदीलाई फोन गरेको पनि दिदीले पनि उठाउँदैन तँलाई गरेको त पनि यस्तो भन्छस् यिनीहरूलाई भनेको त कोन त आफै जान्नु भन्दैछ यी दुईजना पनि यहाँ जा भनौँ ल म त के भन्नु कस्तो हुन्छ मान्छे चाहिँ म चाहिँ कहाँ जानु भन त तिमीहरूले नै यसरी भनेपछि म चाहिँ कहाँ जानु तिमीहरूले यसरी भनेपछि जाओस् भन्छ है म चाहिँ मौसमी चाहिँ के जाओस् भनेर मात्र हुन्छ र मान्छे कस्तो हो के हो जान्छ गएपछि अब पारिहाल्छ नि अब दिदी बहिनीहरू छौ मलाई हेर दुईजना भएर मलाई उल्लु बनाउँदैछ कि यिनीहरूले कसरी उल्लु बनाउनु हो अनि वर्षालाई बहिनी वर्षा त्यो भात लगाउँदैछ कि कमियाङ पत्याको तैले मौसम ए मिहाङले भनेको बत्ती बाल मार्छ र बत्ती बाल भन्छ मौसम जा जुन दिदीलाई त जा भन्नु है तपाईँ पनि म त जा नै भन्दैछु जा भनेर चाहिँ कहाँ पठाउनु क्या अनि जहाँ चाहिँ मौसम चाहिँ किन पाउँछ नि खानु मलाई डिसिजन दिलु मौसम त यिनीहरूले त मलाई जा भन्छन् अब दिदीले बल्ल बल्लको अब अनि त्यसको घर चाहिँ कहाँ हो यही धरानमै कस्तो मान्छे हो तर उमेर चाहिँ मौसमै धेरै न धेरै रहेछ अनि अब जे भए पनि 48 वर्ष पुगेको जाओस् है मौसम वर्ष पुगेको जाओस् है अब बुढी छोरी छैन उ छोडेर गएको अरे उसको बुढीले अनि के अरे अब उसको बुढी पनि आउँदैन अरे छ अरे 5 जना मारो मुझे मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है नहीं त अब यस्तो मौसम के जाओस् अब 6 जना बनाइदिन्छु नि म अलिअलि भए पनि उसको घरबार त हुन्छ त अब म त के भन्छ जा भन्नु कि नजा भन्नु कि कोन त कि तेरो घरमा लाग्छस् लगेर लु आउनु राख्छु गरौँ लान्छु चाहिँ अस्तिदेखि भन्दै थियो अनि जुनीलाई चाहिँ म चाहिँ होस् भनेको थिएँ अनि त अब त्यस्तै भइहालेछ अनि मैले चाहिँ जानु भने कुन त अब राम्रै खालको छ अब भने जानु नत्र म त अनि के अरे जाओस् यहाँ जुनी पनि यहाँ दुःख पाउँदैछन् मात्रै बेकारमा अब राम्रै खालको छ भने त अब भइगयो नि त अब लान्छु नै भन्छ भने तर त्यो बुढो 48 वर्ष पुगेर हो नि त त्यो उमेर चाहिँ धेरै भयो के त्यसको तर पनि ठिकै छ त्यो अब जुन्दीलाई लगेर पालो भने त भइहाल्यो नि होइन हामीलाई नि के चाहियो र मौसम ओइ मौसम ओइ कहाँ हरायो म फेरि कल गर्छु यसले कल काटिहाल्छ मौसम तैँले सिरियस सम्झिस् सिरियस सम्झेको तैँले अलिक उयो कल लाग्ने ठाउँमा बस् त ए तैँले के सोचिस् अनि काट्यो फेरि फोन मौसम त घरमा लगेर राख्छु भन्छ त ठुलो बाबालाई त 45 वर्ष जति होला भने त आमामा तेरो उमेर मिल्छ कलै लागेन कि यसको कल काटे भयो नेटवर्क नै छैन भन्दै थियो अब
सबैलाई पनि यो के सोचिस् तैँले छिटो भन्ने मलाई जानु नै भन्छस् साली म जान्छु जस्तो लाग्छ तँलाई आयो तिमीलाई आज प्राङ्क गरेको क्या पेरेङ्क भनेको थाहा छ पेरेङ्क आयो दिदीलाई फोन गरेको फोनै उठाएको छैन घरमा फोन गरेको त नजिस्का मलाई नि भन्दै थियो घरमा चाहिँ हाँस उठेर म त झन्डै मरेँ तल जानुभएको छ भन्नुहुँदै थियो फोन काटे गर्नुभयो भिडियो बनाएको क्या कति धेरै भयो भिडियो नबनाएको अनि अब बनाएको अब एकछिनमा दिदीको पालो तँलाई क्याफे जाँदाखेरि चाहिँ कसरी मान्छे बुढी बोक्छ ल लु राखेँ अब सुनेको राखेको अब कहिलेतिर हुन्छ ल ल ल अब दिदीको मेरो प्र्याङ्क चाहिँ बहिनीलाई चाहिँ सक्सेसफुल भयो बाबालाई चाहिँ भएन फोन काटेर बुढो मान्छे रिसाएर गएको होला अहिले त्यसले मलाई बिहे गर्छु भनौ भन्दै कहाँनिर गफ गर्दै हुनुहुन्छ होला अनि अब दिदीको पालो क्या दिदीको पालो सो साथीहरू अब चाहिँ हामी हस्पिटलतिर लाग्दैछौँ खाना बोकेर अनि त्यहाँ गएर चाहिँ अब दिदीहरूलाई खाना दिएर आउनुपर्ने हुन्छ अँध्यारो भइसकेको छ साथीहरू म चाहिँ अहिले क्याम्पमा छु कि अब म चाहिँ यहाँदेखि कल गर्छु मेरो दिदीले किनभने अहिले भर्खरै कल हेर्नुभएछ अनि अहिले भर्खरै कल गर्दैछ क्या यसले म चाहिँ अब यहाँ बहिनीदेखि कल गर्छु है त के भन्दै रहेछ यस्तो झुक्काउनु मन छ मलाई आज अनि चाहिँ अब चाहिँ म कल गर्छु है त देख्न सक्नुहुन्छ हेलो के गर्दैछस् मेरो एनसिएलको नम्बरदेखि पनि फोन गरेको थिएँ त अघि अनि मेरो एनसिएलको अघिको यो त सिसमको हो यो अहिले गरेको त अघि यहाँ गरेको कति 771 चाहिँ मेरो एनसिएलको हो त्यो मेरो एनसिएलको नम्बर सेभ थिएन सुन्न म क्याम्पमा आएको छु हौ अनि सुन्न तँलाई एउटा कुरा सुनाउनु भनेर अघिदेखि फोन गरेको म त कि एउटा मेरो केटा साथीले भेट्नु बोलाएको थियो होइन क्याफेमा भेट्नु गएको थिएँ म त प्रेग्नेन्ट भएछु हो के अरे किन आसेको अन्त त्यति धेरै चाहिँ के अरे पत्याउँदैनस् अन्त चाहिँ कस्तो नपत्याएको कस्तो खालको त अनि किन नपत्याएको आयु साले तिमीलाई आज मैले प्र्याङ्क गरेको क्या सबैजनालाई आज मैले प्र्याङ्क गरेको क्या भिडियो बनाएको
बाउले त भनेको त झन् म त बिहे गर्दैछु भनेको नि त कोसँग भन्दै यहाँनिर एउटा बुढो केटा मान्छे छ भनेको उमेर कति हो भन्दै त 45 भने तेरो उमेर मिल्छ नकल नगर धेरै भन्नु दादा झन्नै मरे। हेलो साथीहरू, ल फाइनली मैले चाहिँ मेरो दिदी बाबा अनि बहिनीलाई चाहिँ प्राङ्क गर्न सक्सेस भएँ भन्न त मिल्दैन, किनभने बाबाले बोल्दा बोल्दै फोन काटेर कहाँ हराउनु भयो थाहा छैन। अनि मेरो साइली बहिनी चाहिँ अलिअलि प्राङ्क भए जस्तो लाग्यो। अब मेरो पनि फर्स्ट ट्राई हो, कतिको सक्सेस भयो भएन भिडियो हेरेर कमेन्ट गर्नु होला। अनि मेरो दिदीले चाहिँ मलाई केही पत्याएन मैले भन्ने बित्तिकै यस्तो हाँसिदियो, त्यसले पत्याएन। मलाई अलिकति विश्वास गर्ने चाहिँ मेरो दिदी नै रहेछ जस्तो नि लाग्यो। अनि सो अब यस्तै छ, यस्तै भयो आजको भिडियो। कस्तो भयो सबैजनाले हेरेर माया गरिदिनु होला। अनि सो आजको भिडियो चाहिँ यस्तै भयो, मेरो फर्स्ट ट्राई, मेरो पहिलो प्राङ्क भिडियो। कस्तो लाग्यो सबैले हेरेर माया गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ यति नै। अनि भोलि पनि अर्को भिडियो आउँदैछ, सस्तो भिडियोको चाहिँ पर्खाइमा बस्नु होला। खतरा घमासान हुनेछ त्यो भिडियो पनि भन्दै आजको भिडियो चाहिँ यति नै। बाई बाई, सी यू नेक्स्ट भिडियो।